चिकन मोमो है। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज म मोमो मुकबाङ लिएर आइसकेको छु। मसँग यहाँ 10वटा मोमो छ अनि मसँग यहाँनेरि अचार छ। यो चाहिँ तिलको अचार हो। अनि यहाँ मसँग कोक रहेको छ। कोकहरु चाहिँ देखिँदैन होला। म स्टार्ट गरे ल। तातो छ, भर्खरै बनाएको। तातो रहेछ कि अचार। खुवाए ल। मोमो मुकबाङै आज। अचार तातो भयो। चिकन मोमो है। जुस चल्दैछ। एक आकाशमा चाहिँ तातो भएर खान सकिनँ ल। अक्कबरी 11वटा खोर्सानी हालेको छु क्या मैले यसमा। मलाई चाहिँ चिकन मोमो मनपर्छ पर्क भन्दा। यो सबै मोमो ऱ्याप चाहिँ मेरो भाइले गरिदिएको है। मैले छोडेको भने मैले बेल्दिएँ, उसले ऱ्याप गरिदियो। तपाईँहरूलाई चाहिँ के को मोमो मनपर्छ? मोमो मनपर्छ, चिकन मनपर्छ कि पर्क मनपर्छ भन्नु ल, कमेन्ट गर्ने। तातो छ। चारवटा खाइसक्यो। कतिवटा खानु ल? अघि नै पनि 3-4टा खाइसकेको थिएँ पकाउँदा पकाउँदै। मोमोको मुकबाङ चाहिँ अहिलेसम्म मैले राखेको छुइनँ क्या टिकटकमा, त्यही भएर क्या। मोमो खाएको चाहिँ लगाइराख्छु तर यसरी के हुन्छ 10वटा मुकबाङै पाराले चाहिँ खाएको छुइनँ नि त, त्यो कारणले। योसँग 6वटा है। फेरि ठुल्ठुलो छ नि त। होममेड मोमो हो। मलाई चाहिँ होममेड मोमो मनपर्छ कि बजारमा किनेको मोमो मनपर्छ? मलाई चाहिँ होममेड। अनि कोक। योसँग चाहिँ 7वटा हुन्छ है। 10वटा त खाइसक्दिनँ जस्तो छु, फुल भए।
अघि नै नखाएको भए चाहिँ खाइसक्थेछु अन्त आएको 3टा उब्रो लास्ट हो मैले गर्न सक्दिनँ अब Yummy. Okay. Thank you so much for watching. Bye bye. 3टा उब्रो ल